साथीहरू ज्यान स्लिम गर्नलाई के गर्नुपर्छ भन्नुहुन्छ नि, हरियो रायोको सागसम्म मकैको ढिँडो लस्याक लस्काएर यसरी यसरी खानुपर्छ अनि बल्ल स्लिम ज्यान हुन्छ। पुरै बासमतीको चाहिँ तेल हालेर अझ घिउ हालेर चिल्लो हालेर तीमाथि धमला झैँ काजु हालेर खानुपर्छ अनि कहाँबाट जाने यस्तो स्लिम ज्यान रहन्छ। हेर्नुहोस् यहाँ यसो गर्ने यो ढिँडोलाई चाहिँ साथीहरू फेरि चबाउनु चाहिँ हुन्न है, खान जान्नुपर्छ। सर्लक्कसँगले चाहिँ सागले सट्ट लपेट्ने यसो गरेपछि तब मजा आउँछ।